हेलो गाइस सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ आज भर्खरै उठेको हैन, अनि पछि भर्खर उठेर अब चाहिँ म चाहिँ कामतिर जाने प्लानमा हो। मेरो चाहिँ कन्टेन्ट भनेको आज यस्तो कामतिर जाने, इधर उधर बाटोमा केही चरिपरि देखि पनि टक्कल त्यहाँदेखि देखाउने हो। हेर्दै गर्नु होला राम्ररी हैन। ल गाइस फाइनली म चाहिँ अब कामतिर हिँड्न लागिसकेको छु। यहाँ चाहिँ मम्मीले खानासाना प्याक गरेर राखिदिइसकेको छ नि त न। मम्मी खानासाना रेडी भइसक्यो हैन। कति बजी उठेर पकाइदियो अरे छोराको लागि 5 बजी उठेर। कति माया गर्नुहुन्छ क्या मम्मीले चाहिँ, लास्ट एकदमै माया गर्नुहुन्छ। सो त्यही भएर गाई छोरा आमा भनेको आमा हुन्छ नि होइन। आमा जस्तो अरू कोही हुँदैन, काहीँ मिल्दैन पनि होइन। त्यसैले आमाको माया दिइसक्नु भयो भने कस्तो हुन्छ। र गाई अब चाहिँ हामी चाहिँ बाइकमा जानु लाग्यो होइन। बाइक चाहिँ उता अब त्यही बाइक हो। सो अब दुईवटा खुट्टाले पाइदिएको यात्रा गर्दै टक्कले त्यसै गर्छ हामी। एउटा बाइक बराबरको के भन्ने होइन, गरिब फ्यामिलीबाट अब। सो हामी चाहिँ लाग्नु लाग्यो गाई बिच बाटो हेर्दै गर्नुपर्छ के मिल्छ भनेर है। साथीहरू काम गर्न चाहिँ कहिले पनि लजाउनु हुँदैन। काम गरेर किनकि जिन्दगी चल्यो, अगाडि काम गर्नुपर्छ। जुन चिजमा आफूले होइन त्यहीमा समय दिन सक्नु पर्ने हो। अहिले चाहिँ म स्टडी गर्दैछु, काम गर्दैछु, स्ट्रगल गरिरहेछु। अब अवश्य पुगिन्छ होइन, घन्टा चाहिँ लाग्छ कि एकदमै टाढो छ कि साइकल। साथीहरू अहिले चाहिँ हामी होइन त्यो होराइजन स्कुल भन्ने कुरो गएको, होराइजन स्कुलतिर आएको छौँ। होराइजन स्कुल बहुत ठुलो छ, दुईवटा शाखा रहेछ मेरा, एउटा माथितिर खतरा ठुलो छ कि एकदम बबालले हेर्न सक्नुहुन्छ। यस्तो खतरा छ क्या बब्बा होइन। हामी चाहिँ अहिले बल्ल होराइजन स्कुल छ, अझै पुग्न अझै लाग्थ्यो। बल्ल त हामी 5 मिनटको बाटो आइसकेको छौँ। कति छ के कति मैले 55 मिनट लाग्छ भनौँ न। अब 5 मिनटको बाटो मात्रै हिँडेछ मान्छेले। हेर्न सक्नुहुन्छ त्यो चाहिँ होराइजन स्कुल हो। सो गाइस अझै यहाँ बाटोमा अझै के चलफल के देखिन्छ हेर्नु होला। बुटोल एरियाको होइन, त्यो बुटोल एरियाको हो त्यस्तै ठाउँ के त्यतिखेर चल्दैछ। काहीँजना भन्नेले चाहिँ हुन नसकेको भ्लगर यताउति भन्न सक्दैन, तर त्यसमा केही चिन्ता मान्नु पर्दैन क्या। स्ट्रगल गऱ्यो भने सबैलाई चाहिँ अवश्य मिल्छ भन्ने सबैलाई थाहा छ होइन। त्यसैले सबै त गर्नुपर्छ होइन काहीँजना। स्ट्रगल चाहिँ गरिराख्ने हो होइन। कतिजनाले के भनेका छन् मलाई पनि होइन, त्यो डजन्ट म्याटर के। त्यो त्यस्तो बेसी चिजलाई बार सार हानेर अगाडि निस्किनुपर्छ। खुट्टा तानी धेरै आयो पनि होइन, त्यसमा कहिले पनि रोकिनु हुँदैन। सो त्यसैले अगाडि बढिराख्नुपर्छ, निरन्तर बढिराख्नुपर्छ। किनकि स्ट्रगल जस्तो ठुलो कुरा केही पनि होइन। स्ट्रगल गऱ्यो भने अवश्य सफलता पाइन्छ, त्यो सबैलाई थाहा छ। त्यसो गर्नुपर्छ। मैले पनि अहिले एउटा भ्लग हालेर साथीहरूलाई पठाउँदाखेरि के भन्छ नि, यो हुन नसकेको भ्लगर यताउति के छ त, मसँग पैसा छैन टाढा जानको लागि होइन। त्यही पनि यताउति सानो किनकि देखाउन त सकिन्छ नि त। हजुरहरूलाई पनि के यस्तो बिजी भएको टाइममा यो हेरेर होइन यताउति हुन्छ नि त, आफूले पनि के टाइम स्पेन्ड गर्न सकिन्छ नि त यस्तो भिडियोसिडियो कन्टेन्टतिर। सो गराइरहेको छु, हेरिराख्नु होला। मेरो क्लिप्सहरू आइरहेको छ, छोटा क्लिप्सहरू। अब टाढा घुमिरहने पैसा त छैन, त्यही पनि केही भएन, म गराउँदै हिँड्दै गर्छु। हजुरहरू हेर्दै जानु होला, साथीसँग दिएर जानु होला। आज चाहिँ म खास गरी कामतिर जानु लाग्यो, केही छैन। आज बहुत खतरा खायो खतरा। हेर्नु न अझै हामी त बल्ल आधी घन्टाको बाटो आइयो होला के, आधी घन्टाको के। एकदमै टाढा छ काम, टाढा जानुपर्ने के गर्ने काम गर्नुपर्छ। कामै काम जहाँ पनि जिन्दगीमा काम नगरिकन कहाँ हिस्सेका छैन, त्यसले पनि गर्नुपर्छ। त्यसैले कसैलाई पुग्दैन क्या पैसाहरू चाहिँ। गाइज हेर्नु यतातिर यस्तो रमाइलो छ, बब्बार छ के भन्ने भर्खरै। समझ रहे हो आप देख्न सकिन्छ होइन। त्यतिखेरबाट भर्खर हाई गरिराखेको थियो, चिन्नु नजान्ने ढुङ्गा लान्नु भन्ने जस्तो होइन। त्यस्तै अब भ्लग गर्न लाग्यो भनेर
अब त्यस्तो भाइरल मान्छे त अहिले फाइनली गाइज हामी आइसकेको छौँ। हाम्रो चाहिँ यहाँ साइकल पार्किङ भएको छ, हेर्न सक्नुहुन्छ। यो पार्किङ एरिया हो, यहाँसम्म पार्किङ सर्किङ हुन्छ। यता आँप साँप छ। अस्ति चाहिँ आँप खतरा झरेछ, हरिक खाइयो क्या। आँप र रिची यहाँ काम गर्नेसम्म त यस्तो बबाल खाइयो नि गाइज, खाइयो एकदमै। गाइज अब म चाहिँ माथि जाँदैछु, मेरो के पार्टनरहरू चाहिँ माथि छन्, लेबर हेल्परहरू। म चाहिँ यहाँको हेड लेबरहरू। अलिक भन्दा पनि कस्तो लाग्दैन। ल गाइज मैले चाहिँ आफ्नो ड्रेसअप फेरिसकेको छु। ड्रेसअप यस्तो भर्खरै किने जस्तो नयाँ नयाँ चिक्ना छ होइन, केही छैन। यस्तो राम्रो कपडा लाएर काम गर्नुपर्छ यतातिर होइन। हेर्न सक्नुहुन्छ यो बुढो एरियाको टावर हो, राजा वीरेन्द्रको। यो चाहिँ उतातिर हाम्रो घरतिर जाने, उता सुनौली इन्डियातिर जाने, भैरवातिर जाने। यो चाहिँ यता पूर्व साइड जाने, यो चाहिँ माथि पाल्पा जाने। गाइज म चाहिँ अब कामतिर लाग्नुपर्ने हुन्छ। अहिले छोटो छोटो क्लिप्स हाल्दै गरौँला है। म चाहिँ अब कामतिर लाग्छु। अब ह्यान्सी भएर गर्न लागेको छु होइन, त्यसैले कसैले नजर नलाग्नु मलाई। गाइज हेर्न सक्नुहुन्छ म चाहिँ काम गर्दैछु ह्यान्सी होइन। कपडाहरू हालत हेर्नुहोस् यस्तो भइसकेको छ। यो तरिकाले काम गर्न लजाउनु छैन, यसमा भिडियो नगर्ने कुरा हुन्न। त्यहाँ काम गरिरहेको छ नि दाइहरू, आज चाहिँ यो गाउने हो होइन। म चाहिँ एकछिन बाहिर आइसकेको छु। एकछिन दाइ हुनुहुन्छ यतातिर, दाइतिर के यसरी औरत का चक्कर बाबू भैया, औरत का चक्कर। दाइ बहुत रजाउनु भएको छ यतातिर होइन। गाडी साडी छ, रमाइलो छ, चरीहरू गइरहेको छ नि, त्यही भएर दाइले त्यहाँ हेरिराख्नु भएको छ कतातिरबाट आछन् भनेर। साथीहरू यहाँसम्म हेर्न सक्नुहुन्छ होइन। म चाहिँ एकछिन कामको लागि यहाँ रेस्टमा दिएको। त्यहाँ मसला चाहिँ त्यत्रो धेरै छ, कहिले भ्याइदियो। दिदी अलिक हाँसिरहेको छ। दिदी कस्तो लागिरहेको छ काम गर्न? दिदीलाई चाहिँ रङ्ग लगाएर चाहिँ एकदमै काम गर्न त रङ्ग लाग्छ नि। हजुरले कति वर्ष भयो काम गर्न लाग्नुहुन्छ? बल्ल 10 वर्ष भएको छ। बिचरा के गर्ने, बिचरा त्यस्तै हो होइन। अब गरिब फ्यामिलीबाट अब आर्थिक अवस्था कम भएपछि गर्नुपर्छ है दिदी, गाह्रै हुन्छ नि यस। अनि दिदी भनेपछि पैसा चाहिँ कति आउँछ नि महिनाको बताइदिनु? कति हजार अरे? जति गरे त्यति आउने होइन। प्यारी समझ गई। लजाउनु भयो दिदी, केही छैन। व्यवस्था गरिसकेको छ। उहाँ चाहिँ ठेकदार साहब, कुनै ठेक्कापट्टा चाहियो भने उहाँलाई भन्न सक्नुहुन्छ। हजुरको नम्बर बताइदिँदैछ। बुटोल एरियाको भए चाहिँ हल्ला चल्दो पल्दो ठेकदार हुनुहुन्छ होइन। 10-12वटा अब गरिसक्नु भयो। अनि पछि उहाँ चाहिँ दिदी लुकेको होइन। यहाँ बहुत लजाउटे छन् कि, सब लजाउटे के। लगाइस फाइनली हाम्रो काम चाहिँ सकिसकेको छ आजको चाहिँ। हेर्नुहोस् यहाँसम्म हान्नेको थियो, यो बिट सब भ्याइयो। अब चाहिँ घरतिर चल्दिनु लाग्यो है त। गाइस म चाहिँ अहिले फ्रेस भइसक्यो होइन। यहाँ चाहिँ दिदीले के भन्न खोज्नु भएर चाहिँ नि, आफ्नो मोबाइलमा चाहिँ खोइ टिकटकको के चलेन भनेदेखि उहाँ चाहिँ दिदी होइन टिकटकमा के चल्न अरे? दिदी चाहिँ लास्ट लजाउनुहुन्छ। उहाँको चाहिँ 1 मिलियन सब्सक्राइब। लेकिन 1 सेकेन्ड भन्न नहुने होइन। 1 मिलियन भ्युजहरू भनेपछि 1 मिलियन फलोवर्स छन् क्या उहाँको, नपत्ताउनु होइन। तर खतरा हो क्या, एकदमै भाइरल हो क्या। सब्सक्राइब चाहिँ अब युट्युब च्यानल खोल्नु पर्यो उहाँले। 1 मिलियन के 1 मिलियन के अब 2 क्रस हुन लागिसकेको छ गाइस। Oh shit! No! It is possible. It is possible. नहीं, ऐसा नहीं हो सकता। कह दो कि ये झूठ है। हेलो गाइस, आजको मेरो कन्टेन्ट चाहिँ देखिसक्नु भएको छ के थियो कन्टेन्ट भनेर। म चाहिँ काममा गएँ आएँ अनि हाँसिम यताउति अब त्यस्तो केही त गरेर पाइएन। सो हजुरहरूलाई राम्रो लाग्छ अनि म आशा गर्दछु होइन। यसरी नै मेरो युट्युब च्यानलमा यसो हेरिदिनु होला होइन, सपोर्ट दिनु होला, सेयर गर्नु होला, सब्सक्राइब गर्नु होला। सपोर्ट दिनुपर्छ गाइस होइन। सपोर्ट चाहिँ सबभन्दा इम्पोर्टेन्ट हुन्छ लाइफमा होइन। त्यस्तै हो गाइस, आजको लागि चाहिँ यति नै थियो कन्टेन्ट। राम्रो नै लाग्ने छ हजुरहरूलाई, यति भन्छु होइन। अरू चाहिँ के भन्दैन। सो अझै राम्रो राम्रो पछितिर यताउति घुम्न जाउँला, यताउति त्यो पनि हाल्दै गराउँला होइन। अब भर्खरको सो सपोर्ट दिनु होला गाइस, सपोर्ट है। ल म चाहिँ जान्छु, बाई बाई आजको लागि।